लाखे जात्रा। नेवार समुदाय मनाइने लाखे जात्राको उत्पत्ति कसरी भयो त र कहिले भयो त? पौराणिक कथा अनुसार एकजना राक्षस नेवार समुदायको एकजना महिलासँग युवतीसँग चाहिँ प्रेम सम्बन्धमा पर्न जान्छ र महिलालाई भेट्नको लागि राक्षसले मानिसको रूप धारण गरेर आउने गर्थ्यो। जहाँ समय बित्दै गयो र मानिसहरूले थाहा पाए कि यो त हाम्रो बालबच्चा खाने राक्षस पो रहेछ त, मानिसको रूप धारण गरेर आएको रहेछ भन्ने कुरा थाहा पाएपछि त्यहाँका मानिसहरूले चाहिँ त्यो राक्षसलाई नियन्त्रणमा लिएर राजा सामु पुर्याइयो। राजा सामु पुर्याइएपछि त्यो राक्षसले राजासँग बिन्ती गर्दै, म तपाईँहरूलाई खान्न, तपाईँहरूको बालबच्चालाई खान्न, बरु तपाईँहरूको बालबच्चाको रक्षा गर्छु, यहाँ आउने भूत प्रेतहरूको अरू राक्षसहरूलाई बरु भगाउँछु, तपाईँहरूको बालबच्चाको रक्षा गर्छु, मलाई केही पनि नगर्नुहोस् भनिसकेपछि राजाले प्रश्न गरे, तिमी बालबच्चाहरूलाई नखाएर तिमी के खान्छौ त? अनि राक्षसले भने कि म बालबच्चाहरूलाई खान्न, म बरु मासु र अन्डा खान्छु भनिसकेपछि राजाले त्यो राक्षसको कुरा स्वीकार गरे। र राजाले राक्षसको कुरा स्वीकार गरिसकेपछि राजाले एउटा नाम दिए, लाखे, जहाँ नेवारी भाषामा भनिन्छ कि ला भनेको मासु र खे भनेको अन्डा। त्यसै बखत दुईजना राक्षस चाहिँ त्यहाँ रहेको बालबच्चाहरूलाई खानका लागि आए र त्यो लाखे नाम गरेको राक्षस, जहाँ कि लाखेले नाम गरेको राक्षसले चाहिँ त्यो दुईजना फाल्टु राक्षसहरूलाई चाहिँ धपाए। त्यसरी युद्ध चलेर युद्धको दौरान धपाएपछि त्यहाँबाट चाहिँ लाखे जात्रा सुरु भएको मानिन्छ। त्यस बखत चाहिँ लाखेले त्यो राक्षसहरूलाई धपाएपछि यसरी नै तिमीले गाउँको र यहाँको रक्षा गर्नुपर्छ भने पश्चात चाहिँ त्यहाँबाट चाहिँ लाखे जात्रा सुरु भएको मानिन्छ र लाखे जात्रा चाहिँ मल्लकालदेखि नै सुरु हुँदै आएको भन्ने प्रचलन छ।